हेलो एभ्रिवान, आज चाहिँ हामी सबैजना हातमा झोला बोकेर कहाँ जाँदैछौँ भन्दाखेरि चाहिँ आज चाहिँ हामी बेबी सावरको लागि जाँदैछौँ। कुनै चाहिँ उसको माइती टोली हो भने हामी चाहिँ उसको मामा घरपट्टिको। हामी पुग्दाखेरि चाहिँ उहाँहरू सबैजना रेडी भएर बस्नु भइसकेको थियो। हामी चाहिँ यता भेला हुने उता भेला हुने भन्दा भन्दा त्यही त हो नि, अलिअलि ढिला त भइ नै हाल्छ। अनि सबैजनाले अलिअलि सामानहरू कलेक्ट गर्दाखेरि चाहिँ आज यति धेरै भेराइटिजहरू रेडी भएछ। अनि सबै सामानहरू एरेन्जमेन्ट गरिसकेपछि उसलाई टिका लाउनतिर लाग्यो। यसरी चाहिँ प्रेग्नेन्सी टाइममा दही चिउरा किन खुवाइन्छ अरे भन्दाखेरि चाहिँ उसको गुड विसेसको लागि, बच्चालाई राम्रो होस्, उसलाई राम्रो होस्, डेलिभरी टाइममा उसलाई सजिलो होस् भने चाहिँ यसरी पहिल्यैदेखि हाम्रो दही चिउरा खुवाउने चलन रहेछ। अनि एकछिन केकहरू कट गरिसकेपछि हामीले चाहिँ गेम खेल्यौँ। गेम खेलिसकेपछि सबैजना बसेर हामीले खाजाहरू खायो। उहाँले नि खाजाहरू रेडी बनाउनु भएको रहेछ। अनि हामी सबैजना मिलेर खाजा खायो। अनि सबैजना ह्याभ अ सेफ डेलिभरी भन्दै हामी चाहिँ आफ्नो घर फर्किन्छौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।